हेलो एभ्रिवान, वेलकम टु आवर नेक्स्ट ब्लग। आज चाहिँ हामी पिकनिक जाँदैछौँ। कहाँ भन्दाखेरि चाहिँ कहाँ अरे थाहा छैन मलाई। ए घ्याम्पे डाँडा जान लागेको पिकनिक। म त नगरकोट भनेर बसिरहेको थिएँ। सुरुमा चाहिँ नगरकोट भन्नु भएर लास्ट टाइममा आएर नगरकोटको अपोजिट घ्याम्पे डाँडा। अब चाहिँ हामी रेडी भइसक्यौँ, हामी चाहिँ हिँडेको। बाई। यहाँ मन्दिरमा लड्डु चढाएको थियो, निसु चाहिँ लड्डु उठाउँछु ल भन्दै गयो कि तर यसले उठाइ कि उठाइन चाहिँ थाहा छैन। ल्याइन त्यो अङ्कलले लग्नुहुन्छ जस्तो लाग्यो। कस्तो फाङ्सन भयो केही हुँदैन, दादा ल्याएर त हुन्थ्यो त। अब चाहिँ हामी जान लागेको। बाई बाई, उहाँ भेट्नुपर्छ। बाई। ओए कस्तो गोरियाको है म त। कालो लुगा भएर होला यिनीहरू क्या नि मटक बनाउँदा फिल्टर राख्छु कि राम्रो के लाग्यो भन्छ म झर्ना दिदी छेउमा हुँदा त हामी त पहिलोदेखि नै रहेछ। हामी चाहिँ चढिसक्यौँ। हेलो कहाँ हुन्छ ठुलो मम्मीहरू यार, आज त अगाडि बसेको त यहीँ ढुक्कै छेउमा। हेलो गाइज, अहिले चाहिँ हामी आइपुगिसक्यौँ अनि यहाँ चाहिँ फोटो सेसन भइरहेछ उसाने उपानेको। हामी अघि आइपुग्यौँ तर हामीले चौरी होला भनेर एक्सपेक्ट गरेको थियौँ, तर रिजोर्ट रहेछ, ठिकै छ। निश्चय अब हामी आइपुग्यौँ। यहाँ पनि झर्ना दिदी हुन्छ। हामी त यो फर्स्ट टाइम यो रिसोर्टमा पिकनिक आएको नि त, अनि हामी तिनजना चाहिँ यहाँ पुरा गफ गरेर बसेका थियौँ होइन। अनि क्या अब घर जानुपर्छ भन्दै गफ गरेर बसेको, यसो फर्केर हेर्दा त मान्छे यति धेरै, अनि हामी त पिकनिक पो आएको त भन्ने भइरहेको क्या। अस्तिको पालि त कस्तो जङ्गलमा चाहिँ कस्तो रमाइलो भएको थियो, रमाइलो हुन्छ होला। आज त मजा चाहिँ मजा आइरहेको छ, चिसो छ, मजा भइरहेछ के। अब चाहिँ हामी यहाँ फोटो खिच्न लागेको ग्रुपको। हाम्रो टोली पिकनिक टोली। हामी चाहिँ घ्याम्पे डाँडा हिँडेको। घ्याम्पे डाँडा सबैजना कसको फोन हो? लु घ्याम्पे डाँडाको घ्याम्पा चाहिँ यहाँ छ। ट्याक्कै नहोला भने यही घ्याम्पा रहेछ। ए स्कुलबाट आएका रहेछ नि त केटाकेटीहरू। डाँडा पनि होला। म्युजिकल चेयर गेम हुन गइरहेको छ।
झर्ना खेलाउने निसु अङ्कल यता सबैजना बसिसक्नु पर पर बस्नु नि सबै आफ्नो आफ्नो छोरी पनि त मर्दा हिँड्दैन होइन एकअर्काडी रहन्छु एकालुङ्के जेसुकै गरौँ है अङ्कल अगाडिबाट एकचोटि मात्र खेल्यो हुँदै आन्टी ब्याट्री हुनुहुन्छ उता जानुभयो गेमका लागि उषा नेउपानेलाई विनर गरिएको छ पुरस्कार प्रबन्ध हुँदैछ त्यसको लागि धैर्य रहनु होला अब नेक्स्ट टाइम हाम्रो कार्यक्रमलाई फोन गरे झल्ला ठलालज्यू ल आउनु पर्यो भन्दाखेरि उहाँले भन्नुभयो 22 मे भन्नु पर्दाखेरिमा नेकपा एमालेमा हुँदाखेरि हामीहरू त्यस्ता पिकनिक त कति गयौँ तर अहिले अस्ति मैले प्रचण्डजीलाई मैले टिकट मागे उहाँले इलाम जाने पनि टिकट दिनुभएको छैन यदि बिना पैसा जाने मिल्ने हो भने म आउँछु नत्र म आउन सक्दिनँ भन्नुभयो अनि मैले भने होइन बिना पैसा त हुँदैन देश पनि तपाईँहरूले खाने अनि पिकनिक पनि तपाईँहरूलाई खुवाउनु पर्ने त्यो त सकिन्न भने चाहिँ उहाँ पनि नआउने हुनुभयो अब एकचोटि माधव नेपालज्यूलाई चाहिँ बोलाउँ कि क्या हो भन्ने माधव नेपालज्यू तपाईँ ल पिकनिकमा आइदिनु पर्यो भन्दा उहाँले वर्तमान परिप्रेक्ष्यमा नेकपा एमालेमा हुँदाखेरि हामी पनि पिकनिक गइरहेको तर अहिले हामी जाने पक्षमा छैनौँ है पहिला नेकपा एमालेमा हुँदाखेरि हामीलाई पिकनिकमा बोलायो अपमान भयो भन्नुभयो इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो सुनिमा छ हन्डी फुटाउने अब हन्डी फुटाई गेम खेल्न जानु भइरहेछ यहाँ सुकले खेल्नु मेरो नाममै लेखिदिनु होला धन्यवाद नाम टिपाई टिपाई खेल्ने र त्यस पछाडि 1 2 3 स्टार्ट बायाँ बायाँ नबोलिदिनु होला ल उहाँको प्रयास धेरै राम्रो छ उहाँले हन्डीको अगाडि पुगिसक्नु भएको छ उहाँले हन्डी फुटाउन रेडी हुनुहुन्छ हन्डी अब फुट्दै लाग्यो फुट्टो अब फुट्ला छ उहाँको प्रयास धेरै राम्रो छ धन्यवाद उहाँलाई पनि उहाँको विषयमा निष्ठा भएको छ प्राइस अति विनर पनि हुनुहुन्छ लाटोको काम यसमा पनि उहाँले जित्नुहुन्छ भन्ने हामी धेरै आशा गरेका छौँ ओके लेट्स गो 1 2 3
ल यता अलिकति हो ठिक छ जानु अब चाहिँ उहाँले के गर्ला है पिक्चरको विनरले आज हाडी प्लेट बगिनु भयो हाडी प्लेटले विनर पनि भयो बधाई छ कस्तो लागिरहेको छ ज्याकेटको विनर होला नि सुने उपाय यताबाट ढुङ्गा राखेको थियो के छन्दै कस्तो लागिरहेको छ त दुईटा गेमको विनर भएर पार्टी हुने भए मात्रै भरे ल हाम्रो वरिष्ठ अन्डी फर्मा वरिष्ठ उम्मेदवार यस उहाँलाई ताली त कम से कम ठोकिदिउँ हो कम से कम ताली त कम से कम सर यीशु लौपा तालीको लागि चाहिँ अलिकति कन्जुस नगर्नु है सबै अब यसपालि 2 3 गो खुट्टा धर्ने जो जसले खुट्टा बिचमा झार्नु हुन्छ त्यो फर्केर आयो भइहाल्छ सबैजनाले हात पछाडि राख्ने जसले फर्स्ट फुटायो विनर सबैजनाले हात पछाडि राख्ने अनि टाउकोले प्रेस गरेर बेलुन फुटाउने जसले फुटायो त्यही फर्स्ट 1 2 3 गो अनि पुरस्कारको प्राइज राखेका छौँ हामीले पुरस्कारको प्राइज चाहिँ फर्स्ट पुरस्कार 5 भन्ने राखेका छौँ उहाँले दुईटा गेमको लागि 1000 रुपियाँ पुरस्कार जित्नु भएको छ 1000 रुपियाँ प्रदान आग्रह गर्दछु यसमा हाम्रो रिजा दिदीले खाता सहित सम्मान गर्दै हुनुहुन्छ धन्यवाद दुईटा गेमको 5 भन्ने 1000 पुरस्कार पाउनु भएको छ त्यस्तै अब अर्को सस्तो माथिको त थाहा छैन हामीले चाहिँ खाइसक्यौँ अब आधी घन्टा जति यहाँ डान्स गरेर अनि हामी जान्छौँ रमाइलो भइरहेछ हामीले सबै खाएर अब हिँड्ने बेला भयो र हाम्रो यो लास्ट डान्स हो
यो त भ्लग आउँछ के छ न सब्स्क्राइब गरिदिनु होला बिहान राम्रोसँग निकाल्नु किसका गाना सुनेगा दिल ना दिया बाई गाइज कस्तो हो त आज पिकनिक कस्तो हो त रमाइलो एकदम रमाइलो भयो ब्लगमा बाई बाई मन्दिर गर्छ है बाई बाई कस्तो भयो पिकनिक कस्तो हो एकदम रमाइलो Bye guys. नजाने है ननाची नजाने काम लाग्छ है यो त्यही डेटमा जानुपर्छ स्टिकर हान्दै गइको नि कहाँ हुनुहुन्छ होइन पैसा त्यसै गएर आजको आनन्दको आजको पिकनिकको अर्गनाइज गर्ने व्यक्तिहरूको